यो चाहिँ हाम्रो फल्स हो है, हेर्नु यस्तो दामी गरी झरिरहेको छ। स्वागत छ तपाईँलाई हाम्रो युट्युब च्यानलमा है। आज हामी फेरि भाइ म बुहारी एकछिन खोलाहरू जाँदैछौँ। सबै अब दोकानहरू बन्द गरेर आज हामी सबै घरमा भएको कारणले गर्दा एकछिन फ्री पनि छौँ है। त्यसले गर्दा एकछिन खोला घुमिराख्नु भनेर है। र त्यहाँ हाम्रो खोलाहरूको दृश्यहरू देखाउने सबै बन्द भइसकेको छ। अब हाम्रो गाडी पनि यहाँ रेडी छ अगाडि है। अब हामी लाग्यौँ है त। हाम्रो डगीलाई पनि हेर्ने मान्छे नभएर आज हाम्रो डगी नि गाडीमा चढेर जाँदैछ। हजुर कोही छैन। हाम्रो घरबाट चाहिँ अब कति जस्तो छ तपाईँलाई म देखाउने छु है। यहाँदेखि उँभो जान्छौँ हामी, ती नजिकै हो भाइ बुहारी म लाग्दैछौँ है। हाम्रो गेस्टहरूलाई हामी खोलाहरू पनि घुमाउने गर्छौँ है। आज चाहिँ हामी अलिकति टाइम भएको बेला यसो खोला एकछिन पुगिराखौँ भनेर हामी जाँदैछौँ। तपाईँलाई यहाँको हाम्रो दृश्य देखाउने छु। कति टाढो पर्छ होमस्टे हो यो चाहिँ। हाम्रो पहाडी इलाकामा यस्तै हुन्छ है साथीभाइ, हो यस्तै छ गाउँठाउँको। तपाईँलाई हाम्रो गाउँहरू देखाउने छु। यहाँबाट तपाईँलाई लाग्छ है 10 मिनटहरू लाग्छ हाम्रो खोला जानुलाई चाहिँ। यहाँबाट चाहिँ हामी खोला अलिकति खोलाको लागि मजाले गाडीहरू जान्छ, बुलेरोहरू र पिकअपहरू चाहिँ मजाले जान्छ है। यहाँ हेर्नुहोस् तम्बु पनि छ। यो पनि हाम्रै जग्गा हो, हाम्रै जमिनहरू पर्छ है। यहाँदेखि यता सबै प्रायः हाम्रै एरियाहरू पर्छ। यस्तो छ, घरहरू छ, अलैँचीहरू पनि छ हो। यहाँ हेर्नुहोस् अलैँचीहरू लगाउनु भएको छ, फुलहरू पनि साथ छ। हेर्नुहोस् चाहिँ हामी यहाँबाट गाडीहरू राखेर अलिकति हिँडेर जान्छौँ, किनकि तल पनि गाडीहरू रहेछ है। त्यसले गर्दा चाहिँ यसलाई पनि साथमै डोलाउनुपर्छ, मान्छे छैन भने। गाडीहरू यहाँ राखेर गरेको रहेछ है। लागेको छौँ है। के भन्नु छ दुईजना हामी? अब हामी पुगेर देखाउँछौँ। त्यहाँबाट हामी आज सिलौटो र लोहोरो पनि ल्याउने है। त्यो खोज्दै हामी चाहिँ खोला लाग्दैछौँ। खोलातर्फ त्यो पाउँदो रहेछ। अहिले फेरि यो डुब्नु लाग्यो, फेरि कहाँ जाँदैछ हेर्नुहोस्। यस्तो दामी दह छ कि यहाँनिर पानी। आमा यहाँ हेर्नुहोस्, यसकोमा चाहिँ पानी यहाँ चाहिँ एकदमै रमाइलो झर्नाहरू छ है। मेरो भाइले फोटो पिक्चरहरू दिइराखेको छ। हेर्नुहोस् एकदमै राम्रो जग्गाहरू छ। तपाईँ पनि यहाँ आएर घुम्नु सक्नुहुनेछ। यस्तो मजाले यो खोला चाहिँ बसेको छ। हेर्नुहोस् यहाँनिर आएर यस्तो रमाइलोहरू गर्न सक्नुहुन्छ है। हाम्रो खोला गाउँ बस्तीमा डाँडा किनेको भन्दा चाहिँ यो हाम्रो जुन चाहिँ खोलामा पाएको एकदमै राम्रो हुन्छ। त्यसको धुलोहरू पनि निस्किँदैन थियो, त्यसले गर्दा पनि है। यो चाहिँ यहाँको हाम्रो स्विमिङ गर्ने जग्गा है। स्विमिङ नेचर हो त, नेचरल हो। किनभने पानी एकदमै बगिरहेको हुन्छ सफामा। यहाँका मान्छे स्विममा चाहिँ एकदमै एक्सपिरियन्स हुन्छ। हेर्नुहोस् चाहिँ उत्ताने स्विमिङ भनेर भनिन्छ है।
दोभान छ है, रेली खोला र खारी खोलाको दोभान छ है, त्यससँग फिल्महरू गरिन्छ हामीले। अब यहाँनिर भाइ जाउँ न साथी, अब स्विमिङ पनि सकियो। अब चाहिँ एकदम फल्समा तपाईँलाई लानेछु। फल्स हेर्नु जाने है यहाँ भित्तामा छ। खारे फल्स भन्छ यहाँ चाहिँ। हामी चाहिँ आज कत्लेपट्टि आएको छौँ। क्या दामी देख्यो है। दुईजना फल्स भाइ बुहारी फल्स भएकोतिर जानुहुँदैछ है हेर्नु। यो चाहिँ हाम्रो बुद्ध आश्रम हो। बुद्धको तर हेर्नुहोस् कि भाइ एकदमै रमाइलो गरिरहेको छ। यो चाहिँ फल्स फल्सको एरियामा हामी आइपुग्यौँ। हामीले पिकनिक पनि गर्न सकिन्छ। यहाँ हेर्नुहोस्, यो चाहिँ हाम्रो यहाँको हाम्रो सन्तुकको फल्स हो। भाइ चाहिँ हेर्नुहोस् कि फल्समा एकदमै रमाइलो गरिरहनु भएको छ है। यो चाहिँ हाम्रो फल्स हो है, हेर्नुहोस् यस्तो दामी गरी झरिरहेको छ। अब यो हाम्रो फल्स पनि तपाईँलाई देखाइसकेको छौँ। यहाँबाट हामी केहरू खाजाहरू केहरू बनाएर खान्छौँ त्यसको दृश्यहरू देखाउने छु है। म्याक्सिमम् पनि यो हाइट तपाईँको 150-200 फिट अप्लो छ है। हाम्रो गाउँघरको एरियाहरू यस्तै छ है। चाहिँ हामी खाजा खाएर फर्किनेछौँ है। आजको हाम्रो भिडियोमा खोलामा लन्चहरू गर्नेछौँ। भाइले चुल्हाहरू बनाउँदैछ है, आगोमा पकाएर खाएर हामी फर्किन्छौँ। भाइले आगो जलाउनु हुँदैछ। अब हामी पकाएर खाजा खाएर चाहिँ सिलौटो खोज्नुपर्छ है। अब हाम्रो काम चुल्हा पनि बनिसक्यो। कस्तो यो पानी त यहाँनिर चिसो रहेछ। उयो पलाएको हो नि यो त। यो मैले कोक भिजाइदिएको नि यहाँ चिसो रहेछ। खोलाहरू भयो, जङ्गलहरूमा बनाएर खाएको एकदमै मिठो, साथसाथै एकदमै टेस्टी पनि हुन्छ मान्छेलाई। दाउरा पुग्छ। सबै देखेको मैले घरमा।
आजको हाम्रो लन्च पनि अब रेडी हुँदैछ। खोला घुम्न आउँदा चाहिँ हल्का भोकर लाग्छ, त्यसले गर्दा चाहिँ हामीले खाजाको पनि बन्दोबस्त गरेको थियौँ है। भाइ बुवाले बनाउनु हुँदैछ। अब खाइपी गरेर चाहिँ हामी चाहिँ अब घरको तर्फ लाग्छौँ है। बोक पनि लगाउँछु ल। पुरा गरम भयो। गरम पनि छ आज। चम्ची कहाँ राख्यो? चम्ची त यहाँ रहेछ। भयो खालि भरिभरि मजाले ला भाडा पो के उचाल्नु छ कराई। एकदमै गरम छ, त्यसले गर्दा चाहिँ खाना चाहिँ एकदमै सफ्ट पर्यो। बेबिन हेर्नु नि गरम भएर पानीमा हात डुबाएको आनी। उयो कोकलाको पत्तालाई काटेर उयो गर्नु बनाऊ होइन धुउने होइन हो एउटा एउटा खाइदिन्छ है यसलाई के गर्नु न काटेर पत्ता ल्याऊ, पत्ता चुराइ लिएर पत्ता नै नयाँ पराउ काट्नु होइन पत्ता ल्याउनु एउटा दिनु। उयो चम्चीले चलाउनु पर्छ। किनभने डाडु ल्याउनु बिर्सिन्छ नि त, मजाले चलाउनु चलाउनु। अब कसरी यो त मेरो मसला दिनु दामी एक बजे जङ्गल खाने कुरा मजा आउँछ नि त। के भन्नु यस्तो लाग्छ है। पानी चिसो छ बेबी खानु लागेको दामी भएको मटर पनि हुन्छ। खाजा खाजा भएको छोरामा अब खाजा छिटो मिठो नि त यो त। घुम्नु आउँदाखेरि यसो होइन त्यसलाई खाली फर्किनु भनेर चाहिँ जुन भातमा आउँदा जस्तो है साधु रहेछ त। त्यो पाऱ्यो के ठन्डा खानु मात्रै खाने पर्छ त कोकले छिटो दिन्छ नि। हाम्रो बेबीले खाँदैछ यहाँ खाना खालि कोक त मैले
छिटो भन्छ मम्मी छिटो आजको दिन पनि हाम्रो बित्यो अब है आज त अलिक फ्री भएर आएको कामले गर्दा खाँदै सक्दैन गर्छुमा खोलासँग पनि म त कति दिन सक्दैन टाढोको कति आउँछ है हामी घरमा बिच भएर नि भ्याउँदैन लगाएपछि चाहिँ दिन जानु थाहा पाउँदैन खाँदैन अब खान त्यो छ त्यो खाइहाल्नु पर्छ लगाइदिउँ भयो दामी भयो तातो गरममा काटा खाने पाएँ यो त मजाले यहाँनिर है त्यति बनाएर गाडी मजाले आइदिन्छ खानु पनि आउँछ बोकेर लानु थपिदिउँ कहाँ मेरोमा लगाइदियो खाँदैछ दामै भएको दामै भएको खा खा बेबी खा आज मैले कहाँ लियो भन्दैछ होला के भयो खाना हौ भाइ होला अघि खाएको साह्रै ठुलो भयो नि त आजको दिन पनि जित्यो हाम्रो अब आजको दिन पनि घर जाँदा अब टाइम हुन्छ है 10 मिनट 10 मिनट बेबी जा भाइ यसले बस बेबी नसले बस
लगाएँ है। अब बदाम खाएपछि चाहिँ अब सिलौटो खोजौँ त्यहाँबाट जाउँ ल। अब सिलौटो खोजौँ हो अन्त जानु खाएपछि यतैभरि पाइहाल्छ त। एक घन्टा सुतेर जाने उता सुत्यो त अघि उता जाँदैछ गीता उठाएर भाइले सिलौटो लिएर आइसकेको छ है खोइ हेर्नु घरमा अदुवाहरू सागसब्जी पिस्नुको लागि तर यो ढुङ्गा निस्किँदैन यस्तो यो पो भएन हौ। सिलौटो बुहारीले सिलौटो हामी खोलाबाट घरतिर जाँदैछौँ है लन्चहरू गऱ्यौँ। अब चारको लागि ढुङ्गा पनि पाइसक्यो भाइ निस्किनुहुन्छ बुहारी पनि अब हामी लाग्यौँ है त साथीहरू। अब चाहिँ हामी गाडीबाट जाँदैछौँ उकालो हामी घर फर्किँदैछौँ। हेर्नुहोस् न्यु न्यु कटिङबाट हो है अझ अलिकति घरै पुग्न आँट्यौँ है। अब यो चाहिँ हाम्रो घर छेउको हो। अब हामी घरमा पनि पुगिसक्यौँ है। अब घरमा पनि आइपुग्यौँ। बस अब घरमा पनि हामी आइपुग्यौँ है।